वाट्सएप गाइज नमस्कार सबैजनालाई म शिव ओमराज। आज चाहिँ म तपाईहरुलाई हाम्रो यो जस्मिन राइस कसरी पकाउँछ यसको बिल्कुल मेजरिङ डिटेलिङ भिडियो लिएर आएको छु है तपाईहरुको सामु। यसले चाहिँ राइसलाई यसरी सरल पहिला चाहिँ 3 फेरा धुनुपर्छ। 3 फेरा धुनुपर्ने हुन्छ चाहिँ यसरी मजाले 3 फेरा धुने। हाम्रो राइस चाहिँ 3 फेरा धोएर एकदमै रेडी छ। हामी चाहिँ यो तपाईहरुको एमबीके ब्रान्डको जस्मिन गोल्ड क्याटेगोरीको राइस युज गर्छौं। यो राइस चाहिँ 2 किलोको राइस हो है। 2 किलो राइसमा चाहिँ हामी 1800 ग्राम पानी हाल्नुपर्ने हुन्छ है। 1800 ग्राम या त एमएल पानी चाहिँ एमएल हो चाहे ग्राम हो इक्वल नै हुने गर्छ। त्यही भएर चाहिँ 1800 ग्राम पानी हाल्ने सरी। अनि त्यसपछि यसमा 2 टेबल स्पुन ऑयल फ्रेश ऑयल हाल्ने 2 टेबल स्पुन। हामीलाई स्टिम गर्नुपर्ने हुन्छ। स्टिम गर्नको लागि चाहिँ हामी रेस्टुरेन्टमा गर्दैछौँ चाहिँ तपाईहरुको पास जो पनि इक्विपमेन्ट छ त्यो युज गर्न सक्नुहुन्छ। अगर डेक स्टिमर छ डेक स्टिमर नै भने रेस्टुरेन्टमा पनि पकाउन सकिन्छ। यसलाई चाहिँ रेस्टुरेन्टमा हाल्ने अनि त्यसपछि टक्क स्टिममा हाल्दिने 25 मिनट है। 25 मिनटमा चाहिँ यो एकदमै बनेर डन हुन्छ। तपाईहरुले यदि डेक स्टिमरमा पकाउँदै हुनुहुन्छ डेक स्टिमरमा पनि 25 मिनटमा डन हुन्छ। हाम्रो यो राइस चाहिँ 25 मिनट डन भइसकेको छ। हेर्नुस् यसरी मजाले पाकिसकेको छ राइस चाहिँ। तपाईहरुले पनि यसरी पकाउनु होला। थ्यांक यू फर वाचिङ। बाइ बाइ ऑल।